नमस्कार। आजको विषय रहेको छ सुशासन, गुड गभर्नेन्स। के हो गुड गभर्नेन्स? असल शासन, कुशल प्रशासन। छोटो वाक्यमा भन्नुपर्दा सुशासन के हो भने असल शासन, कुशल प्रशासन इक्वल टु गुड गभर्नेन्स। शासन कस्तो हुनु पर्यो? एकदमै असल हुनु पर्यो। प्रशासन कस्तो हुनु पर्यो? कुशल हुनु पर्यो। असल शासन, कुशल प्रशासन के हो? सुशासन हो। सुशासन राजनीतिक र प्रशासनिक विकृति बिनाको शासन के हो? सुशासन हो। राजनीतिक र प्रशासनिक विकृति बिनाको शासन सुशासन हो। मतलब राजनीतिमा विकृत हुनु भएन, प्रशासनिकमा पनि विकृत हुनु भएन, खराबीपन हुनु भएन। यसलाई सुशासन भनिन्छ। अर्को शब्दमा राज्यको स्रोत र साधनको विवेकपूर्ण उपयोग के हो? सुशासन हो। राज्यको स्रोत र साधनको विवेकपूर्ण उपयोग गरेर परिचालन गरिने प्रक्रिया प्रणाली के हो भने सुशासन हो। रिसोर्सहरूको म्याक्सिमम युटिलाइजेसन हुनुपर्छ। त्यसको दुरुपयोग हुनु भएन, मिसयुज भएन। यसलाई के भनिन्छ? सुशासन भनिन्छ। राज्य अथवा संस्थाले नागरिकको अधिकतम हो हित हुने गरी गरिने शासन पद्धति वा प्रक्रिया हो। राज्यले नागरिकको अधिकतम हित हुने गरी गरिने शासन प्रणाली, प्रक्रिया, पद्धति, विधिलाई के भनिन्छ? सुशासन भनिन्छ। कानुनी सर्वोच्चता कायम हुने गरी गरिने शासन हो। यसमा के हुन्छ भने कानुन भन्दा माथि कोही पनि हुँदैन। शासक, शासित अथवा नागरिक सबै कानुनको परिधिभित्र रहेको हुन्छ। अब कानुनले नै बाँधेको हुन्छ जहाँ शासन हुन्छ हो। शासक, नागरिक अथवा शासित सबै के हुन्छ? रुल अफ ल फलो हुन्छ।
यसमा सुशासनमा के हुन्छ? पारदर्शी हुन्छ, पारदर्शिता हुन्छ, जवाबदेहिता हुन्छ, प्रभावकारिता हुन्छ, समावेशिता, जस्ता तत्त्वहरूको समावेश गरिएको हुन्छ। हो सुशासनका आधारभूत तत्त्वहरू हो पारदर्शिता, जवाबदेहिता, उत्तरदायित्व, प्रभावकारिता, कार्यदक्षता, समावेशिता जस्ता विभिन्न तत्त्वहरू समावेश भएको हुन्छ। यस्ता तत्त्वहरू सहितको गरे नै शासन प्रणाली, प्रक्रिया, पद्धति के हो? सुशासन हो, गुड गभर्नेन्स। अब यो सुशासनको अवधारणा कसरी विकास? सुशासनको अवधारणा यसको चाहिँ अवधारणाको विकास ओल्बेङ डब्ल्यू भन्छ ओल्बेङको एउटा चाहिँ हो विकास परियोजना मार्फत परियोजना मार्फत सन् 1989 मा हो अवधारणा विकास गरियो। अवधारणा विकास भएको ओल्बेङले एउटा चाहिँ विकास परियोजना मार्फत सन् 1989 मा सुशासनको अवधारणा विकास गर्यो। र नेपालको सन्दर्भमा कहिले भने 2047 सालको संविधान, नेपाल अधिराज्य संविधान 2047, नेपाल अधिराज्यको संविधान 2047 मा जारी भएको थियो। हो यसको चाहिँ प्रस्तावना हकरिमल त्यस्तै गरेर राज्यको नीति तथा निर्देशक सिद्धान्त र समावेश गरिएको थियो। नेपाल अधिराज्य संविधान 2047 सालमा जारी भएको थियो। त्यो संविधानको प्रस्तावनामा त्यसै गरेर राज्यको नीति निर्देशक सिद्धान्तमा यो सुशासन भन्ने विषयलाई समेटेको थियो। र त्यसपछि आवादी योजना 9
र दशौं आवधिक योजनाले सुशासनको विषयलाई प्रत्याभूत गरेको हो। अनि जो अहिले चाहिँ अब 16औं साल आवधिक योजना चालु छ, पञ्चवर्षीय योजना, योभन्दा अघिल्लो 9औं र 10औं आवधिक योजनाले सुशासनको विषयलाई चाहिँ प्राथमिकतामा राखेको थियो अथवा प्रत्याभूत गरेको थियो। र त्यस पछाडिका अहिले चाहिँ हालसम्म वार्षिक नेपाल सरकारको वार्षिक बजेट हो, योजना, नीति तथा कार्यक्रमहरू मार्फत यो सुशासनको विषयलाई थप प्राथमिकता प्रदान गरेको छ। हो। अहिले आएर यो सुशासनको विषयलाई विशेष गरेर नेपाल सरकारको जुन वार्षिक बजेट छ, त्यसरी आवधिक योजनाहरू छ, त्यसरी विभिन्न नीति कार्यक्रमहरू छ, त्यस मार्फत सुशासनको विषयलाई चाहिँ प्रायोरिटी दिएको छ। फर्स्ट प्रायोरिटी दिएको छ। यो चाहिँ के हो भने सुशासनको अवधारणागत विषयवस्तु हो। विश्वव्यापी रूपमा चाहिँ 1989 वर्ल्ड ब्याङ्कले चाहिँ जुन चाहिँ विकास परियोजना थियो त्यस मार्फत चाहिँ यो अवधारणा प्रारम्भ गरेको थियो, अथवा यसलाई चाहिँ 1990 को दशक भन्दा पनि हुन्छ। 1990 को दशक अनि त्यसमा नेपालको सन्दर्भमा नेपाल अधिराज्य संविधान 2047 को प्रस्तावना, प्रेमबल, अनि डिक्टिभ प्रिन्सिपल्स, पोलिसिज हो, त्यसको चाहिँ राज्यको नीति दायित्व अन्तर्गतमा चाहिँ यो विषयलाई समावेश गरेको थियो। अनि त्यसै गरेर 9 र 10औं आवधिक योजना, 75 वर्ष योजना होइन, आवधिक योजनाले पनि सुशासन विषयलाई चाहिँ त्यहाँ कोड गरे। र त्यस तत्पश्चात नेपाल सरकारको चाहिँ वार्षिक बजेट, नीति कार्यक्रमहरूमा पनि यो विषयलाई प्राथमिकता लिएर आएको छ। अब म यहाँहरूलाई सुशासनका यो तत्त्वहरूलाई छोटोमा प्रस्तुत गर्छु। सुशासनका तत्त्व, सुशासनका तत्त्वहरू हो। एलिमेन्ट्स अफ गुड गभर्नेन्स, व्हाट आर द एलिमेन्ट्स हो। सुशासन तत्त्वहरू के हो? पारदर्शिता, यसलाई चाहिँ ट्रान्सप्यारेन्सी भन्छ। ट्रान्सप्यारेन्सी कस्तो हुनु पर्यो? शासन पारदर्शी हुनु पर्यो, सबैले देख्ने खालको हुनु पर्यो हो, छलकपट गर्नु भएन, सुस्पष्ट हुनु पर्यो। त्यसै गरेर जवाबदेहिता हो, अकाउन्टेबल हुनु पर्यो। शासन कस्तो हुनु पर्यो? अकाउन्टेबल, जवाबदिएता को प्रति? जनता प्रति। शासन गर्दा शासकहरूले अथवा शासन सञ्चालन गर्ने एक्टरहरूले हो
शासनको प्रति हुनु पर्यो भने जनताप्रति हुनु पर्यो, जवाबदेहिता हुनु पर्यो, रेस्पोन्सिबिलिटी हुनु पर्यो। त्यसै गरेर कानुनी कानुनी शासन हो, कानुनी शासन अथवा शासन गर्दाखेरि कानुनलाई सर्वोच्च स्थानमा राख्नु पर्यो। नो वन इज अबभ द ल, कानुनमाथि कोही पनि हुँदैन हो। सबै शासन प्रक्रिया के द्वारा सञ्चालित हुन्छ? कानुनद्वारा सञ्चालित हुन्छ। रुल अफ ल, नट रुल बाइ ल। प्रभावकारिता हो। शासन कस्तो हुनु पर्यो? प्रभावकारिता हुनु पर्यो, इफेक्टिभ हुनु पर्यो, इफिसियन्ट हुनु पर्यो, सक्षम हुनु पर्यो, राम्रो जस्तो दुष्ट हुनु पर्यो। त्यसै गरेर नागरिक सहभागिता, नागरिक सहभागिता हो। निर्णय प्रक्रियामा कसको सहभागिता हुनु पर्यो? नागरिकको, सिटिजन्स पार्टिसिपेट हुनु पर्यो। नागरिकको अर्थपूर्ण सहभागी हुनु। समावेशिता इन्क्लुसिभ शासनमा सबै पात्रहरू, सबै वर्गको चाहिँ प्रतिनिधित्व हुनु पर्यो होइन। शासनमा सबै वर्ग पात्रहरूको उपस्थिति हुनु पर्यो, त्यसलाई समावेशिता भनिन्छ। भ्रष्टाचार मुक्त सुशासन शासन कस्तो हुनु पर्यो? भ्रष्टाचार मुक्त हुनु पर्यो, सुशासनयुक्त हुनु पर्यो, भ्रष्टाचारले कार्य हुनु भएन हो। त्यस्ता विषयहरूलाई हामी सुशासनका तत्त्वहरू भन्छौँ। शासन कस्तो हुनु? ट्रान्सपेरेन्सी, effectiveness, inclusiveness, citizens participation, efficient, त्यसैगरी चाहिँ करप्सनलेस, रुल अफ लको फल, यी विषयहरूलाई हामी सुशासनका तत्त्वहरू भन्छौँ। अब सुशासन सम्बन्धी कानुनी व्यवस्था है, कानुनी व्यवस्था हो। कुन कुन कानुनहरूले चाहिँ सुशासन कायम गर्नको लागि महत्त्वपूर्ण रोल खेल्छ, त्यो विषयलाई म यहाँ जानकारी गराउँछु। नेपालको संविधान 2072 सालमा जारी भएको थियो। 2072 साल असोज 3 गते नेपाल संविधानको प्रस्तावनामा के विषय उल्लेख गरेको छ हो? शासन कस्तो हुनु पर्यो? दिगो हो, दिगो सुशासन युक्त, दिगो सुशासन युक्त समृद्धिमूलक हुनु पर्यो हो। नेपालको संविधानको प्रस्तावमा दिगो शासन कस्तो? दिगो हुनु पर्यो, सुशासन युक्त हुनु पर्यो, समृद्धिमूलक हुनु पर्यो, त्यो विषयलाई प्रयोग गरेको छ। त्यसै गरेर सुशासन सञ्चालन तथा व्यवस्थापन
व्यवस्थापन हो। एन सुशासन 2064 र यसको नियमावली 65 हो। यसले चाहिँ सुशासनलाई चाहिँ प्रायोरिटी दिएको छ। त्यसैले सार्वजनिक हरित ऐन 2063 र यसको नियमावली 64 हो। यसमा खत कसरी गर्ने भन्ने चाहिँ प्रक्रियाको कुराहरू उल्लेख गरेको छ। त्यसले पनि सुशासन कानुनलाई महत्त्वपूर्ण योगदान गरेको छ। त्यसै गरेर आर्थिक कार्यविधि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन पहले 2076 र यसको नियमावली 77 हो। त्यसले पनि सुशासन काम गर्नको लागि महत्त्वपूर्ण योगदान दिने गरेको छ। त्यसै गरेर लेखा परीक्षण ऐन हो 2075 लेखा परीक्षण ऐन 2075 रहेको छ। त्यसै गरेर मानव अधिकार आयोग ऐन 2048 त्यसले पनि सुशासनको विषयलाई समेटेको छ। त्यसै गरेर भ्रष्टाचार निवारण ऐन 59 भ्रष्टाचार निवारण 2059 रहेको छ। त्यसै र अख्तियार अनुसन्धान आयोग ऐन पनि रहेको छ हो। अख्तियार अनुसन्धान आयोग ऐन रहेको छ। यी विषयलाई अन्य विभिन्न खालका चाहिँ सेक्टरल पोलिसिजहरू पनि रहेको छ। नीतिहरू, कार्यक्रमहरू हैन, संस्थाहरू सबैले के गर्छ भने भ्रष्टाचार नियन्त्रण गर्नको लागि अथवा सुशासन कायम गर्नको लागि महत्त्वपूर्ण योगदान दिएका छन्। यिनलाई हामी के भन्छौँ? सुशासन सम्बन्धी कानुनी व्यवस्था। तसर्थ सुशासन के हो है, यसको परिचय, यसको चाहिँ अवधारणा अनि यसको चाहिँ तत्त्वहरू हो, यसको आयामहरू, यसको चाहिँ व्यवस्थाहरू रहेको छ। यसले गुडको पलिसी कायम गर्न एउटा महत्त्वपूर्ण एउटा माइलस्टोनमा काम गरेको छ। मैले यहाँ चाहिँ अब कानुनी व्यवस्था मैले चाहिँ यसरी लेख्दिएँ। यसको अलावा संस्थागत व्यवस्थाहरू पनि छ अनि त्यसै कार्यक्रम व्यवस्थाहरू पनि छ। यी विषयहरूलाई हजुरले आफै यसो हेर्नु होला र मैले छोटोमा यहाँ आयामहरू बताउँछु। आयाम सुशासनका आयाम भयो।
डाइमेन्सन के हो त्यो बुझ्नु सुशासनका ल राजनीतिक आयाम हो राजनीतिक रूपमा विकृत शासन हुनु भएन नेक्स्ट प्रशासनिक आयाम आयाम प्रशासनिक क्षेत्र कस्तो हुनु पर्यो एकदमै सबल सक्षम जनउत्तरदायी हुनु पर्यो होइन सुस्त दुरुस्त भ्रष्टाचार मुक्त हुनु पर्यो यो प्रशासनिक आयाम प्रशासनमा विकृत हुनु पर्यो त्यसै गरेर आर्थिक आयाम हो आर्थिक रूपमा कस्तो भने वित्तीय अनुशासन कायम हुनु पर्यो हो आर्थिक रूपमा सुस्त दुरुस्त हुनु पर्यो पारदर्शी हुनु पर्यो त्यसलाई फिस्कल हेल्थ पनि भन्छ वित्तीय सुशासन कायम त्यसै गरेर सामाजिक आयाम हो सामाजिक आयाममा समाजमा भएका ती चाहिँ मूल्य मान्यताले जगडिनु भएन हो परम्परागत मूल्य मान्यता संस्कारले चाहिँ विधिति निम्त्याउनु भयो ती कुरीतिहरूको अन्त्य गर्नु पर्यो त्यसलाई सामाजिक आयाम सामाजिक रूपमा चाहिँ कस्तो हुनु पर्यो एकदमै स्वच्छ हो सामाजिक रूपमा पहिचान युक्त हुनु सांस्कृतिक आयाम हो त्यो चाहिँ कल्चरल डेभिएसन हुनु भयो वातावरणीय आयाम हो विकासका कामहरू गर्दाखेरि वातावरण चाहिँ असर गर्नु भयो दुईको विकासको अवस्था आत्मसात गर्नु त्यसलाई हामी वातावरणीय आयाम लगायतका अन्य विषय त्यसरी हामीले सुशासनका आयामहरूलाई त्यसरी प्रस्तुत गर्न सक्छौँ सामाजिक राजनीतिक आयाम प्रशासनिक आयाम आर्थिक आयाम सामाजिक आयाम स्वास्थ्य आयाम होइन वातावरणीय आयाम लगायतको अन्य विविध आयामहरूलाई सुशासनका आयामहरू भन्न सक्छौँ यसरी मैले आजको विषयलाई यसो रिभ्यू गर्छु